Hi guys, यो चाहिँ हाम्रो सेकेन्ड डे हो पाँचथरमा नेपालमा। हाम्रो चाहिँ यस्तो ड्राइभ भयो, अफरोडिङ हेभी थियो। सो तपाईहरुले यो फुल भिडियो हेरिकन तपाईले इन्जोय गर्न सक्नुहुन्छ हामीले कस्तो कस्तो ठाउँमा गयो के गरे भनेर। सो स्टे ट्युन गाइस, वाच टिल द एन्ड। हाम्रो चाहिँ खाजा चाहिँ ब्रेकफास्ट चाहिँ आलु खायौँ। आलु यस्तो मजाको थियो, त्यहाँनिर चाहिँ आलु खेती ओभर हुँदो रहेछ। अन्त त्यही आलु चाहिँ हामीले पनि खान चान्स पायौँ। ओभर मिठो थियो आलु चाहिँ, ओभर टेस्टी। यो चाहिँ तपाईहरुको यो जुन चाहिँ प्लान्ट देख्नुहुँदैछ यसको चाहिँ पर्फ्युम पनि बनिने रहेछ। अन्त मैले मारेर सुन्दाखेरि चाहिँ मुभ पनि बनिँदो रहेछ। चाहिँ मुभ पनि बनिने रहेछ, त्यो हामीले जुन मालिस गर्ने मुभ लाउँछ त्यो मुभको प्लान्ट रहेछ। चाहिँ हामी चाहिँ जङ्गलको बाटो हिँड्दैछ, डाँडा 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 चढ्दै, डाँडा र काँडा चढ्दै हामी चाहिँ हिँड्दैछ माई फ्रेन्ड्स। हामी चाहिँ ओभर इन्जोय गरिरहेको छ। यहाँनिर यहाँ सबै फुलहरू रहेछ, हेर्न सक्नुहुन्छ। यहाँ हामी त डाँडा त अब त मुनि मुनि देख्न थालिसक्यो गाइस। हाम्रो मुनि मुनि पो देख्न थाल्यो। अब त डाँडा उयो मात्रै एउटा टुप्पो रहेछ। अरू त चौँदै गयो, हामी त्यत्रो माथि पुगिसक्यो। हामी चाहिँ जाँदैछ अझै तलबाट अघि आयो, तलबाट उकालो चढ्यो नि हामी, त्योबाट तेर्सो चाहिँ त्यो जान्छ। सिक्किमबाट आउँदा हिजो अस्ति निक्लेको गाडी चाहिँ त्यो बाटोबाट आउँछ नि, पुल भन्छ निस्किन्छ त्यहाँबाट सिधा। सल्लाह हामीले बिहातिर गेटमा यही युज गर्छौँ। ए गेटमा माला बनाइदिँदाखेरि के बनाउँदा मालाहरू सल्लाह यसको भित्रको खाँदो रहेछ एउटा टाइममा है। यसको उयो पनि बनाउँछ नि, ला पनि बनाउँछ। बहुत राम्रो रहेछ त सल्लाह त, ऊ परसम्मै रहेछ सल्लाहहरू। आमा मजा आउँदैछ कि थाक्यो? हामी चाहिँ पानी पर्वको सबैभन्दा लास्ट घर रहेछ। यहाँदेखि उकालो चाहिँ अब कुनै घर पनि छैन रे गाइस। हामी चाहिँ सबैभन्दा लास्ट घरमा आएको छ। यो घर हेर्न सक्नुहुन्छ। ऊ तल आलुको खेती हेर्नुहोस्, डल्लै आलु। जय मसी, यो चाहिँ सबैभन्दा लास्टको। यहाँ चाहिँ मौरीको फार्म अरे, अम्बो रहेछ राम्रो छ। मौरीको हामीले चाहिँ सबैभन्दा लास्ट घरमा भिजिट गरेर है निस्केर घुमेर अब चाहिँ फर्किँदैछ। यो तल सबै आलु खेती रहेछ। सबैभन्दा लास्टको डाँडामा आयो, हिँड्नै भयो मजाले, मजा आयो। गाइस यस्तै छ जिन्दगीमा, डुलिन्छ है, सेवाकाइमा अगाडि बढिन्छ, सबै कुरा हुँदै जान्छ। अन्त सबैजना किन्दैछौँ, हेर्न सक्नुहुन्छ। तपाईँले यो जुन चाहिँ प्लान्ट देख्नुहुँदैछ, यो आँगाहरू, यो प्लान्ट जुन चाहिँ देख्नुहुँदैछ, यो प्लान्टलाई चाहिँ काटेर है यसरी डढाउँदो रहेछ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ भट्टी बनाइरहेछ आगोको, यसरी यहाँ डढेको छ। अन्त यो चाहिँ यसरी केलाइसकेको रहेछ। यसको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यहाँ नेपालको जुन चाहिँ पैसा छ लाग्छ अरे यो चाहिँ गाइस। यो भट्टीमा चाहिँ डढाउँदो रहेछ काटिकन रोपे। यो प्लान्ट चाहिँ रोपेको 3 वर्षमा चाहिँ काटेर चाहिँ युज गर्ने चलन रहेछ। यहाँ चाहिँ तलतिर निकै सुकाइरहेको देख्यौँ हामीले। अन्त बुझ्दै जाँदाखेरि चाहिँ पैसामा हालिँदो रहेछ है। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ सिमेन्टको पनि सिन्टेक्सै बनाएको रहेछ, डल्लै ढकन यस्तो सिन्टेक्सकै सेप छ सेम सिमेन्टको। नेपालमा चाहिँ यो ट्याङ्की, यो चाहिँ गाउँलाई नै रहेछ यो ट्याङ्की चाहिँ। मिस्टर भन्दा चाहिँ फेरि खेल्दैछ यहाँनिर। हाम्रो चाहिँ यहाँ आज प्रोग्रामको लागि सेटअप हुँदैछ।
हाम्रो चाहिँ यहाँ ड्रम सेटअप हुँदैछ चेयरहरू ओसारिँदैछ हेर्नु सक्नुहुन्छ टिभीको ड्रम सेटअप हो रहा है हम लोग का गाइस अब यहाँ चेयर पनि सेटअप हुन्छ माई फ्रेन्ड्स तपाईँले हेर्न सक्नुहुन्छ यसको नाम चाहिँ के भन्नुभयो लोक्पा ए तपाईँले यो चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ जापानमा पठाइन्छ अरे यसको चाहिँ जापान पुग्छ यो चाहिँ हजुर हजुर यसको चाहिँ पैसाको नोट बनाउँछ नि छाप्नको लागि चाहिँ ओके यसमा चाहिँ पैसाको नोट छापिँदो रहेछ यहाँनिर चाहिँ प्रोसेसहरू तपाईँहरू देख्न सक्नुहुन्छ पानीमा भिजाउनु पर्दैछ पहिला काटेर अन्त यसरी चाहिँ यो छिलेर यसरी मेसिनमा है सो यु क्यान सी हियर तपाईँको त्यसरी काम गरेर चाहिँ तपाईँको यो यसले चाहिँ खुर्किँदो रहेछ यो यहाँतिर गरिरहेको छ देख्न सक्नुहुन्छ यो चाहिँ जापान पठाइँदो रहेछ यसरी यो खुर्केर चाहिँ यो चाहिँ युजलेस हुने रहेछ यो चाहिँ फेरि सुकाउँछ नि यसलाई हजुर यसलाई सुकाएर चाहिँ पठाउँछ प्लेटहरू हालेर ए हजुर हजुर यो यसरी गरेर चाहिँ प्लेट चाहिँ त्यसरी हाल्नु त ए ओके यो गरिसकेर चाहिँ अनि देन यसको प्रोसेस यो रहेछ प्लेट लाउँदो रहेछ सुकाएपछि चाहिँ डह्रो हुँदो रहेछ नि त सकिसकेको रहेछ अब यसलाई चाहिँ सुकाउनु मात्रै रहेछ सुकाएर चाहिँ त्यहाँदेखि चाहिँ यसलाई चाहिँ जापान पठाइने रहेछ देख्न सक्नुहुन्छ यति थाक पैसा हेर्नुहोस् है गाइस त्यो पैसा हेरिसकेर हामी चाहिँ अब म चाहिँ यता जाँदैछु पर काम हुँदैछ त्यहाँदेखि हामी सेटअप भइसक्नु आँटेको छ लगभग हामी हेर्दैछ यहाँ सेटअप गर्दैछ के हो ड्रमर त अर्कै छ त हौ आजको ड्रमर हो सेटअप हुँदैछ हाम्रो पनि साथै गरममा अफ रोडिङ हुँदैछ गाइस यस्तो बाटोमा क्यामेरा पनि हल्लिने यसो हुँदा ड्राइभ गर्नु छ हामी चाहिँ अर्को गाडीबाट मान्छे लिनु गएको अर्को गाडी माथि छ अन्त दुईजना जाँदैछ स्टफ रोडिङमा जाँदैछ हाम्रो चाहिँ प्रिपरेसन स्टार्ट हुन रहेछ बेला आउँदैछ यहाँनिर प्रोग्रामको लागि Hello.
प्रति महिमा गरिएको प्रशंसा प्रभुहरूका प्रभुलाई जय जयकार राजाहरूका राजालाई जय जयकार राजाहरूका राजालाई हाम्रो चाहिँ प्रोग्रामहरु पनि सिद्धिसकिसक्यो सो होप यु गाइज इन्जोय भनिकन अन्त हाम्रो भिडियो चाहिँ धेरै लामो हुन्छ भनेर चाहिँ मैले धेरै लामो भिडियो बनाउन चाहिनँ प्रोग्रामहरु निकै सबै सकिसकेर चाहिँ सो तपाईहरुसँग बिदा माग्दै अब यो ब्लगलाई एन्डिङ गर्न चाहन्छु सो होप यु गाइज इन्जोय भनेर थ्यांक यू सो मच फर वाचिङ डु लाइक शेयर एन्ड सब्स्क्राइब सो स्टे ट्युन गाइज बाइ बाइ